के अरे पत्रकार राजनीति यो जुन लेजेन्डरी मान्छे कोही पनि छैन ठाडो हो के खतराको तर हेर अब सम्झना पनि तिम्रो तेर्सो लाग्छ यो पनि खतराको पोलिटिक्स वाला है के पत्रकार के प्रधानमन्त्री त होइन यसले एउटा कुरा चाहिँ अरूले जे भयो भने बालेलले चाहिँ यस्तो देश बिगार्दैन खुद भने अरूले बिगारे होइन एटलिस्ट यसले चाहिँ नबनाए पनि बिगार्दैन यो मान्छे ठिक छ नि मान्छे कस्तो फ्याट सोधिदिने तपाईँले के देश लुट्न आएको भनिन्छ यसको क्वेसनको एन्सर दिन जो कहिले तपाईँ देश लुट्न आएको तपाईँ पैसा खाना तर यार जति पनि जे गरे नि आयो कुरा त्यहाँ के भन्छ नि त्यो ठाउँमा पुगे खानु सबलाई पर्छ तपाईँले लाउनु भयो नि हो त बाँच्नु त पर्यो त यसले कुलमान घिसिङ छ नि होइन यो दुइटा लड्यो होइन आफ्नो ठाउँमा लड्यो तर कुलमान घिसिङले जितेको भए त्यसले एउटा रुल के निकाल्थ्यो भन्दाखेरि नेपालमा पैसा धेरै छ भने सालको बुटा काट्छ होइन अरू बुटा अरू बोटोहरू नेपालमा कानुन यति खराब छ पैसा आउने कानुन छ नि पैसा आउने चिज सबै ब्यान्ड के कुलमान घिसिङले चाहिँ त्यसले चाहिँ त्यो रुल चाहिँ ल्याउँथ्यो होला नेपाल त्यसै धनी हुन्छ हामी त्यसरी भिख माग्नु पर्दैन पैसा कमी हुन्थेन क्या दाइ सालको बुढा काट्न पाइने भए गाँजा बेच्न पाउने भए नेपाल यति धनी हुन्थ्यो तपाईँ के गर्नै पर्दैन सबै पैसा आउने चिज पनि ब्यान्ड गरेर काट्ने अरे दाइ तपाईँको आफ्नो पर्सनल प्रपर्टी छ जग्गा छ त्यहाँ सालको बुढा छ आफ्नो फुल खस्छ नि यो आफ्नो जग्गामा लाग्नु हुँदैन जग्गाको साल काट्न पाइन्छ त्यस्तो हुन्छ एउटा कुरा सोध्छु है सालको बुढा लगाउने आफै उम्रिन्छ जस्तै तपाईँले सालको बुढा लगाउनु भएर त्यो फुल फुल्यो भने त्यही बेला वरिपरि खस्छ नि अरे अरू बोटले धानिहाल्छ त काट्न पाउनु पऱ्यो निकाल्नु पर्यो गाँजा बेच्न पाउनु पऱ्यो बल्ल नेपाली धनी नेपाली यति हराइदिन्छ भाइ मामा तपाईँलाई भनिदिन्छु म डाइरेक्ट दुबई र कतारको लग्जरी लाइफ छ नि जो मान्छेहरू त्यहाँको पब्लिकको नेपाली त्यति लग्जरी लाइफ बिताउँथ्यो यो समुद्र बेच्न पाएको भए उनीहरूले किनकि त्यहाँको सामान युज गर्न पाएन नि तेलदेखि लगाएर सबै यहाँको हाम्रो नेपालीले युजै गर्न पाएन त कसरी हुन्छ सम्पन्न अब एक कुरा चाहिँ म कन्फर्म गरेँ यो चलाउने 10 वर्ष तिम्रो होइन दसौँमा अब म छुट्टै राज्य बनाउने 10 रुपियाँलाई छुट्टै देश यसलाई म मेरो सल्लाहकार राख्छु कि एउटा कुरो हो कतारमा र साउदी दुबईमा तेल बेच्न पाउनु तिमीहरूले भने तिमीहरूले लग्जरी लाइफ बिताउँथे हाम्रो नेपालमा साल बेच्न पाउनु पर्यो भन्नु पुरैको लग्जरी लाइफ मामा पुरै नेपालीको लग्जरी लाइफ हुन्छ जे बसेर खाए पनि भयो तिनीहरू त्यही त हो तेलको त्यही चिज बन्द गरिदिने जोबाट आउँछ कमाइ त्यही चिज बन्द कहाँबाट हुन्छ लाइफ कहाँ हुन्छ नेपालमा जे उत्पादन हुन्छ नि खतरा नेपाली के खाने भयो बाहिर पठाउनु त विदेश पठाउने सक्यो नि यार मैले त्यस्तो पोस्ट गर्दैन सब अमेरिकाको लागि मात्र
केही भएन भने तपाईँ राति सुत्दा आइदिन लाग्ने लिगल्ली पनि भिडियो हेरेर आफ्नो धान बढी फल्यो एकतिरको सोच हुन्छ नि जो घरकोले खान्छ डिप्रेसन टाइपको डिप्रेसनलाई हटाएर त्यो सोचले ध्यान जान्छ कि त्यो भएर मैले जहिले पनि भिडियो बनाउनु पानी यत्रो छ चोरहरू कहिले कसो सोच्यो भने त औडा लाग्छ यार नेपालमा के छैन भन्न पानी त्यस्तो पर्छ त जङ्गल त्यस्तै मामा सुन्नु ल जङ्गल त्यत्तिकै छ पानी त्यत्तिकै छ के चाहिँ कमी छ भने युरेनियम त्यत्तिकै चुहेदेखि लिएर सब छ तर नेपालले कस्तो ब्यान गरिदियो जे पैसा आउने चिज ब्यान गरिदिएछ अनि नेपाली जनता के धनी भएर नभएर कि गरिब अनिवार्य गरिब हुन्छ फर्सी बेचेर हुन्छ अनि फर्सी बेचेर त केही पनि हुन्न त्यो फर्सीको न भाउ छ केही नै फर्सी पनि पर्सी बेचेर कि फर्सी यस्तो पर्छ मामा सालले फर्सी खुवाउने नेपालीहरूको पर्सी खुवाउने तिमी पर्सी त्यो त्यसले भनेको के अरे खाने मान्छे पनि तर्सी खगेन्द्रले भनेको होइन देखाउने खसी देखाउने खसी खसी पकाउने फर्सी त्यो पनि पर्सी पर्सी अझ खाने मान्छे पनि तर्सी तर त्यसको त्यो त्यसको त्यो त यार केपी ओलीलाई जित्छ त्यसले खगेन्द्र सुनार त कोही छोडिदिने त्यो तर यार त्यो तर होइन अन टाइम त्यसलाई कसरी सोच आउँछ होला कि त्यसले एकदम त्यसले कोलाई के भन्ने यस्तो नि दाइ कुमार दाइ फेरि जति त्यसले प्लानिङ गर्दैन जति पत्रकार तल झाप्पा सोध्यो नि ठाउँको ठाउँ बनाइन्छ पत्रकारलाई त्यसले हरामी छ खगेन्द्रजीमा ठाउँको ठाउँमा अब जस्तै फोटानु मन चाहिँ कस्तो दिनकै किन भेट्नु पऱ्यो गरे एउटा सही कुरा त त्यो दिनकै फोन गरौँ चिया खानु पनि लाने बोलाऊँ रक्सी खानु पनि बोलाऊँ आफ्नो कामको बेला भेट्ने हो त ए भगवान् त्यसको बनाइ के होइन तर अहिलेको सरकारले चाहिँ जे गर्छ ठिक छ होइन ठिक गरे पनि छ अब पाइने हो त यी पुरानो टाउकेहरूले यतिसम्म गरे कि कुनै छोडिदिनु अब यार के भनौँ यार खगेन्द्र सुनार यस्तो बाटो मान्छे कडा मान्छे हो नि फेरि जति चाहिँ भने सालेहरू खाइदिन्छ कि मान्छे सालेहरू पैसा तिरी किडनी किनेर किडनी फेर्छन् चिटियाहरू बाँच्नलाई त्यति पनि डर छ क्या फेरि त्यो मान्छेले भनेको एउटा कुरा नि छैन लाग्यो जस्तै दाइ छोराछोरी त्याले नर्नान मन त बोर्डिङमा हाल्ने गरे अनि घर आएपछि कुलान गाले हुन्छ नि त्यसले भनेको त्यो शब्द नि छैन अनि लाइ इङ्ग्लिस मिडियममा पढाउने छोराछोरीले इङ्ग्लिस बोल्न भन्ने र महर भाषा बोल्ने भन्छ नि सही भने आएको के अरे बराबरले राक्षस मेरो छोरीले के त्यो मैले कोचिङको बारे बहुत बेस्तै हानेको थिएँ एकचोटि छैन अब काठमाडौँ गएको बेला मैले एक दुईवटा हालेको थिएँ के लाग्यो नि हामीलाई यस्तो नै सुन्न गफ हामी भनेको राजनीति लाग्दैन गफ चाहिँ हामी यस्तो पारित चाहिँ अरे फ्याक्ट कुरा पब्लिकले त बोल्ने हो नि फ्याक्ट कुरा गर्ने हो अरू कुरा गर्ने हो हामीले जे बोलेको नि हुन पनि एउटा कुरो यस्तो हामीलाई राजनीति गर्न आउँदैन होइन हेर रामे सुन होइन जिन्दगीमा हेर अरू जे सुकै गर एकचोटिको लाइफ हो हेर जिन्दगी एकचोटि त आउने हो त यार जिन्दगी भनेको जिन्दगी नै एकचोटि हो के तिमीहरू तिमीहरू जति सुकै गर होइन मान्छे मरेपछि स्वर्ग जान्छ नर्क जान्छ भन्ने त्यो हावा हो के कहाँ जान्छ यार त्यो भनेको एउटा साइकल हो के हामी भनेको सिट जस्तै हो के अरे के भन्छ बिउ जस्तो के होइन बन्दै जान्छ अनि आफ्नो त्यो भएर त्यो यो ड्युरेसनमा चाहिँ सुन ओइ चुतिया यो ड्युरेसनमा चाहिँ लाइफलाई इन्जोय गरेर फाल होइन छैन प्रेसर नले टेन्सन लिँदैन जिन्दगीमा त विवाह गर नगर होइन त सक्सेस हो नहो त कमा नकमा त नकमाएर पनि तेरो मन खुसी छ भने त आफै धनी होस् क्या त्यसको लाइफ चाहिँ सबभन्दा धनी मान्छे को थाहा छ मान्छे धनी होइन कि मान्छे खुसी हुनु हो क्या मनुकै चाहिँ पुरा मारिदिन्छ नि तपाईँलाई काठमाडौँमा यति धनाढ्य त्यो एउटा केटा बाबा भएर हिँडेको छ नि अहिले सन्यासी भएर क्या सब छोडेर मोह माया छोडेर हिँड्ने तैँले त्यो देखेछस् मैले फेरि एउटा भिखारी भएर त्यो भिखारी त त्यो पनि भिखारी त बताउने माया मोह माया छैन भने भिखारी भएन अनि बाउले सुन न बेलुका ल्याए यस्तरी फाल्छ त्यो खानेकुरा त्यो विदेशतिरको जोडी भोटे त्यो मलाई ठ्याक्कै नाम याद भएन बुढाबुढी हो तिनीहरू त्यो खतरा राइडर बाइक राइडर
अहिले हेर्न पाकिस्तान आएर बसाएको छ ल ठिक गोल्ड छ टुर ल हान्यो पाकिस्तान आएर बसाएको ती बस्ने अरे ल टोल्यो ल। नजानेहरूबाट यो पनि ठिक छ भोलिको प्लानिङ के छ यति भन केही छैन वेक अप देन यत्तिकै ऊ पानी घट्यो भने पानी भोलि गरेर चाहिँ ऊ गणेलाई पनि लगाएर जानु पर्छ राम्रो। प्लानिङ सोचौँ दाइ भोलिको लागि के छ भनेपछि यार, बहुत लेट भोलिको लागि भोलि नै सोचौँला त्यो अहिले आतिन नै यस्तो हो के म जति जे भन होइन लाइफ भनेको तिमीलाई कस्तो लाग्छ है अब बडी बोल्यो भन्नु होला होइन तर फ्याक्ट कुरा एउटा कुरा के भन्दाखेरि जति पनि जिउँछौ नि खुसी भएर जिउ क्या एकदम खुसी क्या अझ लाइफमा टर्चर हुन्छ म मान्छु तिमीले त्यो भएन होइन ल ठिक छ ल त्यो पनि सुन। टर्चर हुन्छ मैले माइन्ड त मेरो जस्तो माइन्ड त लाइक यस्तो लाइफ यसरी खुल्छ नि कुरै छोड्दिनँ म त सोध्छु कि यो पृथ्वीमा हाम्रो यो अर्थमा होइन यदि यो ह्युमन भन्ने के भन्छ कुनै सिडहरू नआइदिएको भए हामी यहाँ हुन्थेनौँ स्योर हो अरू पनि भन हामी भनेको क्रिएचर हो क्या सेम हो क्या अनि हामीलाई पनि त बाँकी क्रिएचर गर्नु छ त फेरि अब भ्याइ त्यो भएर हुन त तिमीले अब एक टाइमको लाइफ हो यो हुन त झ्यावै सधैँको राख फेरि न न न आउने झ्याउ यति जति चल्यो भइगयो यहाँ बढी नआउने फेरि कहाँ नआउने क्या यो लाइफमा नआउने फेरि यस्तो जति भयो एकचोटि गइयो भने भोलि अनि भ्याइयो कि सक्यो तपाईँले अप्सनै छैन क्या पछि दाइ एकचोटि आउने जिन्दगी हो एकचोटि आउने मैले के भन्छु भने चाहिँ भोलिको जे भने त्यही जस्तै सेम हो क्या एकचोटि पाएको जिन्दगी हो खुलेरै चाहिँ जिउने है कसैको आतङ्कमा कसैको दबाउमा चाहिँ बस्नु हामी त झन् अब त्यही माथि मैले जस्तै म त्यो छोरी मान्छेलाई दबाउनु खोजेँ होइन हामी त छोरा मान्छे दबाउनु चाहिँ खोजेर छोरी मान्छेलाई म डाइरेक्ट भनिदिएन खै खुलेर जिउ यार कसको पछाडि लाग्यो तँलाई कुरा रुप्सेमा रुप्से राम्रो राम्रो हरेक चिजको भाले हुन्छ यार कुखुराको भाले राम्रो एउटा कुरा तपाईँलाई भन्छु कुरा राम्रो कुखुराको सोच्ने भाले मनले रहेछ क्या। म एउटा कुरा भन्नु अनि त्यो हरिण सरिण यताउता के हुन्छ नि तिनको पनि भाले राम्रो भाइ ल एउटा कुरा म तपाईँलाई भन्दैन मान्छे चाहिँ कस्तो चिजलाई कसरी मनदेखि कसरी मन पराउँछ भन्ने कुरा अब म भन्छु जस्तो तपाईँहरू मेरो सेम मनपर्ने चिज एउटा हुन्छ र हुँदैन नि अर्को हुन्छ र हुँदै हुँदैन हो त्यही त मनपर्ने चिज छुट्टै हुने छोडिदिनु तिम्रो अनि यसको मेरो मनपर्ने चिज एउटै भएपछि हुन्छ र त्यहीबाट फरक रहेछ क्या दाइ त्यही भएर बनाउनै पर्छ एउटा कुरा सोच्ने हो कि त्यो एउटै कुरामा अब अल्झिन्छ के गर्ने हो टोली अब जाने हो कि ल भयो लाग्यो मलाई नि लाग्यो यसलाई नि लाग्यो अहिले अहिले लाग्यो माइजू एक गिलास थप्ने हो ओइ त रामे फर्ममा चाहिँ भोलि बिरामी हुन्छ नै नै होइन त सुनिस् नि रामे तर झगडा चाहिँ नगरेर कोही मलाई आज मलाई कति मजा आइरहेको छ ओए नै नै सुन न आज गेम पनि हेर्नु छ फेरि अझै प्रोजेक्टरमा जाने गरे मलाई लैजान त आज उसँग बाजी हालेको छु यार उसँग के गोरेसँगै गोरेसँग गोरे भाइ फेरि को पावन चाहिँ धेरै नै पावन चाहिँ म यता एम्बाप्पे ऊ चाहिँ उता ओ सब त्यो जाने हो ओ सब अनि त्यही भएर त गराएको थियो त्यसले रासपा आउनु न दाइ तपाईँ रासोपा नभन्नु के होइन ऊ नै हाम्रो त्यो के अरे दुई भाइ त्यसरी ए रासपा होइन बे गोरेर मैले 5,500 धनेले 1000 उतार स्पेनबाट धनेले होला धने हनु त्यसको फ्यान हो स्पेनको फ्यान हो हामी फेरि यता एम्बाप्पेको टिम छ नि फ्रान्सबाट त्यो गोरेर मैले 5,500 उठाएर त्यहाँ हाल्ने अहिले जाऊँ न मलाई फोन गरिरहेको थियो आज म्याच चाहिँ हेर्नुपर्छ है उमेश भन्नु आधा आधा हालिदियो तर सुन्न 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 दाम लाग्यो सुन्न रोटी बनाउनु राम्रो न बाल छैन कि देखायो भने हुन्छ त्यत्रो एक्सर्साइज गरिरहेको त आज भेरीमा नदीमा लाइफ भनेको खुलेर दिए भोलि बिहान त अलिक भेट्दैनस् फेरि सुन्न यता सुन मेरो क्वेसन पहिला खिस्सा कस्तो हो भन्दाखेरि एउटा मैले लास्ट टाइम एउटा लास्टलाई मैले भित्रबाट उठाएँ क्या ओइ
आधा मलाई हाल्छु नि खिचे ऊ छैन है खिचे ओ खिचे त्यसलाई नि हाल्नु हाल्दैन तपाईँले गिलास साट्यो नाइ पागल छु म मैले पुरै गिलास खाली गरिदिएँ अनि कसरी गर्ने मेरो गिलास खाली म खान्छु टन्न ढोकेर आउने त फेरि मेरो जाडेहरू फेरि मैले गिलास खाली गरेँ त्यो कसरी आयो यार अब भयो देख्यो आरोप पनि होइन बाबे होइन माइजू मलाई थाहा हुन्छ नि मैले पुरै खाली गरेर यस्तै गरेर ए भइगएन अब त जसरी खाने त हो नि मलाई जुठो खाउनु भन भगवान् रामपाला त्यति गर्दैन कि त्यस्तो बोला जस्तो कुरा नगर्छ जोताड्दैन नि फेरि जोगाएर लानुपर्छ भने फेरि ऊ त्यो गिलास पुरै खाली यता सुन म तेरो गिलास किन खाने ल भन्छ खिचे लागोस् भने त खिचे ए सुन न सुन न किस्सा के भयो भन्दाखेरि मैले जस्तै आज यस्तै म चिया खान गएको थिएँ है सानोमा पनि चिया खाने कहाँनिर कतै चिया खान गएको थिएँ अनि त्यो मान्छेलाई मैले के भने भन्दाखेरि के अरे चुरोट साला चुरोट छ भने छ ल अनि खानु गए पनि सँगै दुईजना साला फेना सँगै जाउँला कुनै चुरोटले के हुन्थ्यो र भन्यो सिरियसली गएछ ल त्यही पनि के भनेको अनि भोलिपल्ट मैले के काम गरेको लगभग 11:30 बजीतिर दिनमा 11:30 बज्नु लाग्थ्यो क्या यत्तिकै बाइक रोकेर त्यहीँ चिया खान जान्छु भनेको त होटल बन्द छ त्यहाँ माथिल्लोपट्टि भाइले मलाई भन्छ कि डेथ भयो गरे थाहा गयो चुप बुझ्यो अनि त्यहाँ गएर अनि भित्र गएर उठाएँ होइन फोन आइरहेको थियो उठाएँ चर्पसम्म चाहिँ दह्रो गइसकेको थियो शरीर अनि शरीर दह्रो भयो भने